फेरि म आएँ यहाँ हामी आज कता रे बाबा आज हामी एकजना साथीको घरमा यसो हल्का गेट टुगेदर हाई छोरू अनि बधाई पनि दिउँ होइन एकछिन गेट टुगेदर गरौँ भनेर जाँदैछौँ लन्च सन्च खाएर आउने प्लान छ खाएर अनि प्लान छ साथमा उहाँले बधाई पनि दिनु छ अनि अहिले अब म त्यहाँ गएर फेरि भिडियो क्याप्चर गर्छु अलिअलि यताउता कस्तो घर किन्नु आएर त त्यो पनि देखाउने हो कि अनि सबै कुशल मङ्गलहरू है नि त ल टु बी कन्टिन्यू हामी पुग्न लाग्यौँ हाम्रो डेस्टिनेसनमा अब चट्ट लाएर गाडी मोडियो हामी पुग्यौँ घर के अरे गाडी त लाइनमा छ त टन्न सबैजना लगाइसक्नु भएको जस्तो छ हामी जाँदैछौँ म पनि यतै राख्थ्यौँ हुन्छ हाम्रो दाजु बाहिर हुनुहुन्छ घर क्याप्चर भयो अब हामी जान्छ है छोरो झरा बा झरा अब हेलो गाइस हेलो इधर पुग्यो बधाई हो बधाई 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 छ बधाई छ आइरा त्यही पनि यसो ल once again congratulations अनि थ्याङ्क यू फर इन्भाइटिङ ल सेल र चिया सेल नेबरु रमाइलो हुने भयो नि त नेपालीको बस्ती नेपाली बस्ती भने जस्तो हुने भयो नि त अब चाहिँ एउटा घरमा आयो अर्को घरमा फुत्त गयो त्यो पनि त्यति पर भएन नि त नेपाली टोल कहाँ छ यहाँ भन्यो रेमो सिटी भन्नु पायो नि त अर्को घर मन पर्यो रे अनि अहिले घर रमाइलो भइरहेछ रमाइलो माहौल भइरहेछ लाइट चाहिँ अलिकति मिलिरहेको छैन मेरो भिडियोलाई आज नखाएर चाहिँ गर्नु खोजेँ कि लाइट मिलेन क्या मेरो भिडियोलाई हाई 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 हेलो बल्ल अलिअलि मिलायो कि जस्तो लाग्यो दाल त्यही प्लेट हेरेर त थाहा पाइहाल्छ सबै के छ भन्ने ल तरकारी साग अहिले खिसक्यो झ्याप लाएर खाने हो तेरको पार्टी यता छ यताबाट खिच्यो भने चाहिँ हजुर त त्यस्तै भइसिन्छ मलाई थाहा छ हजुरसँग गरेको धेरै वर्ष भइसक्यो यहाँ केटाकेटी ग्याङ यता छन् लाइट यसरी मिल्ने रहेछ नि त अहिले बल्ल लाइट मिल्यो अहिले राम्रो खिच्यो नि हामी इटिङ फिटिङ गर्ने थ्याङ्क यू फर इन्भाइटिङ हामीलाई रमाइलो भयो सधैँ यस्तै पार्टी गर्नु होला सधैँ यस्तै बोलाउनु होला